आमा म नानीलाई स्कुल पुर्याएर आइहाल्छु ल। हुन्छ, चाँडो आऊ है। हस्। कहाँ हिँड्ने के त? छोरीलाई स्कुल पुर्याउन गएकी। तेरो गर्वमा छोरी नि मात्रै लेखेको छ, मेरो भाग्यमा छोरा भन्ने लेखेकै रहेन रहेछ। के रे छोरा चाहियो रे? मलाई छोरा चाहिन्छ, वंश चलाउनलाई पनि। छोरीको के काम? एक दिन बिहा गरेर जाने जात। तपाईँ छोरा भएर के गर्नु भएको छ? तपाईँ आफूलाई पनि हेर्नुहोस् त दाई। के हेर्नु पर्ने मैले? हेर्नु पर्ने केही छैन, सबै देखाइसक्नु भयो तपाईँ। रक्सी खाने, स्वास्नी पिट्ने, तरुनी खोज्दै गाउँ गाउँ डुल्ने। छोरी के बोलेको? त्यो जडियाले तिमीलाई नि कुट्छ। कसलाई जोड्या भनेको बुढियाले? के भन्नुभएको आमालाई हजुरले त्यस्तो? चुप। आजसम्म तपाईँ बाबुकै सम्पत्तिमा बाँचिराख्नु भएको छ, आमालाई बुढिया भन्नुहुन्छ? अनि अर्को कुरा थाहा छ? जान्न चाहनुहुन्छ? के थाहा छ? छोडे। के जान्न चाहनु पर्ने मैले? तपाईँको यही व्यवहारले गर्दा बुबाले सारा सम्पत्ति मेरो नाममा पास गरिदिनु भयो। के रे? सारा सम्पत्ति तेरो नाममा? तपाईलाई लाग्छ कि यो सारा सम्पत्तिको मालिक मै हो, यो घरको राजा भन्ने लाग्छ होला, होइन र? म छोरो हुँ, म हुँदाहुँदै कसरी तेरो नाममा पास गरियो? तपाईले बेचेर जाँड रक्सी खानुहुन्छ भनेर बुवाले मेरो नाममा पास गरिदिनु भएको हो। अनि अर्को कुरा, तपाईँले भन्दा धेरै मैले पढेकी छु। नर्सको जागिर गरेर पनि परिवारलाई मैले नै हेरिरहेको छु। बिहे पनि पहिला मेरै भयो। तपाईँले के चाहिँ गर्न सक्नु भएको छ र दाई? नर्स हुँ, पैसा कमाएको छु भनेर घमण्ड गरेको होइन दादा। मैले तपाईँलाई यति मात्र बुझाउन खोजेको हुँ। छोरी मान्छे पनि कयौं छोरा मान्छे जस्तै बुझ्ने नै हुन्छन्। बिचरी हेर ती भाउजूलाई, कहाँ जानु तिनले? न माइतमा बुबा आमा नै छन्। दाजु भाउजूले पनि राम्रो गर्दैनन्। अर्काकी छोरी ल्याइसके पछाडि सबै जिम्मेवारीहरू निभाउने सोच राख्नुपर्छ। मेरो पनि छोरी नै छिन्। मेरा घरकाले छोरा भएनन् भनेर कहिले पनि हेला गरेका छैनन्, सबैले माया गर्छन्।